संविधानको धारा 4 ले नेपाल राज्यको परिचय दिन्छ। 7 शब्दमा स्वतन्त्र, कुनै विदेशी शक्तिको अधीनमा छैन, अविभाज्य, देश टुक्रा हुन सक्दैन, सार्वभौम सत्ता सम्पन्न, आफ्नो निर्णय आफै गर्नुपर्छ, धर्मनिरपेक्ष, राज्यको कुनै एउटा धर्म छैन, सबै धर्मलाई समान सम्मान, तर सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण पनि गरिन्छ, समावेशी, सबै जात जाति लिङ्ग भाषाका मान्छेमा समेटिन्छन्, सङ्घीय, केन्द्र प्रदेश र स्थानीय 3 तहको सरकार, लोकतान्त्रिक गणतन्त्र, जनताले नै शासक छान्छन्, राजा होइन। यो 7 शब्द केवल परिभाषा होइन, यो लाखौं मान्छेको सपना हो, लिखित रूप हो। धारा 4 नेपालको आत्माको परिचय हो। यसलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस्।